अनि के छ त हाल खबर टिकटकको छाड हरकत कहिले पनि कम हुनेवाला छैन हेर केटा हो। आज हामी कुरो गर्ने छौं यिनै टिकटकको छाड भिडियोहरुको बारेमा। सो भिडियोलाई अन्तिमसम्म हेर्न नभुल्नु होला। अब बकवास धेरै नगरिकन सिधै भिडियोलाई सुरु गर्दियौं। चलो भाइ देखो अब मैं क्या करता हूं। ए मुजी के भन्न खोजेको अनि के हरकत हो यो यस्तो लाज शरम भन्ने पहिलोको जुनीमा बेचेर खायो कि के हो जाठी अनि मुजी सिलु पोखरेलले के खालको गीत गाएको यस्तो यस्तो त छ आजभोलिको सिंगरको हालत। सिंगर नै के भन्नु गीतको नाममा मुख छोडेको भन्दा अरु केही पनि शब्द भेटिदैन। तुम्हें शर्म है कुछ? त्यही सानैदेखि खेलाएर त पहिलोको दुलो अहिले सुरुङ भएको होला हैन। अनि नेपाली केटाको सानो दिनहरुले त हुँदैन होला अफ्रिकनको एक हात लामो भएको चाहिन्छ होला हैन। ए माथिकिनहरु तिमीहरुले एक दिन यस्तो छाडो भिडियो नबनाउँदा खाएको पस्दैन हो। हुन त घरमा खाना नै यही छाडो भिडियोले गर्दा आउँछ होला। बनाऊ कमसे कम भोकै त बस्नु भएन नि। यस्तो छाडो भिडियो बनाएरै भयो नि पेट पालेर बस्छ मुजीहरु। काम गरम भन्ने जाँगर छैन पो। आपकी औकात बता रहा हूं सर। फर्केर आउँछ कि भनेर चाहिँ नसोचिदिनु होला। हजुरको एक्स 100 जनाको क्रस भइसक्यो। डियर एक्स मैं थूकता हूं तेरी सूरत पे। ए हो र बेलौरी बहिनी अनि एक स्टिक गाँजाको कति लिने गरेको छौ नि। मैले कति चोटी भनिसक्यो कि गाँजा खाएर भिडियो नबनाऊ भनेर। एकचोटी आफ्नो हुली हेर त तिम्रो यो छपरी ड्रेस र पुच्चेको अनुहारको नि कोही क्रस होला जस्तो लाग्छ तिमीलाई। हेर केटा हो यसलाई क्रस बनाउनु भन्दा जिन्दगीभर रन्डो भएर बसे हुन्छ बरु। टिकटकको 50 वटा फिल्टर र मेकअप लगाउँदा त यस्तो छ यो फिल्टर हटायो भने के होला। अनि यो सधैँ प्यान्टलाई काटेर के बनाएको यो हुन त बेलौरीको पहिलो निशानी नै यही हो गतिलो कपडा काट्ने भङ पार्ने छपरीहरुको लिस्टमा नम्बर 1 मा पर्छ यी बहिनी। नाच्ने के भनेको रहा नहीं जाता तड़प ही ऐसी है ना। एकेटा हो यो सुटीकोमा ढलान फुटाउने मेसिन चलाइदियो त जाठी कति चुमुक भएको। हाँसी मजाक भनेको त एक दुई वटा भिडियोमा पो हुन्छ त। यो जाठीको त प्रोफाइल नै यस्तै भिडियोले भरेको छ मुजी मालहरु। आपकी औकात बता रहा हूं सर बुरा नहीं मानना सर। अनि रक्सी खाएर बनाउँछ कि के हो यस्तो चुतिया भिडियोहरु। ल अब मलाई तिमीहरु आफै बनाएर केटा हो यदि इनले जस्तो हरकत गरेर कुनै केटा मान्छेले भिडियो बनाएको भए उहिले जेल पुगिसक्थ्यो कि थिएन भनेर। यसले समाज बिगार्यो फलाना ढिमकाना भनेर लगिसक्थ्यो जमानामै कोचार्न। अनि समाजको भलाद्मी भनाउँदाहरु यस्तो भिडियोले चाहिँ समाज बिगारेको छैन एकचोटी यता पनि नजर लगाउने हो कि। राम्री केटीको मात्र हो गर्न मजा आउने फेरि यसले के भन्यो भनेर नसोच्नुस् नि फोटो एडिट भनेको। मैं तो कुछ और ही समझ रहा था लेकिन एक सेकंड हो गर्न मजा आउने थुक्क मुजी तँलाई चिलाएको हो भने खोया ठोकेर राख कि 24 घण्टा बरु। अनि यस्तो चुतिया भिडियो बनाउन बन्द गर। अनि कसैले गएर सिमेन्ट भर्दियो यार यो सुटीको चिलाउने ठाउँमा मासले जाठीलाई। हम करते हैं प्रबंध आप चिंता मत करिए। अनि शत्रु चाहिँ केटाहरु थियो कि के हो कपडा त सबै च्यातिदिएछ त पेन्टी र ब्रा छोडेर। अनि धेरै नै जुद्यो कि के हो अनि जुदेको भिडियो चाहिँ खोइ त भनेर सोध्दै थियो हाम्रो केटाहरुले। साले तू काम छैन जाठीहरु बरु त्यो पेन्टी र ब्रा पनि खोलेर भिडियो बनाएर हाल जाठी अनि झन् धेरै भाइरल हुन्छ। त्यो जब दुई टुक्रो कपडा लगाएको र नलगाएको के फरक पर्यो। बात तो सही है। यो भन्दा अरु के खुल्ला गर्छौ देखाउनु जतै देखाइहाल्यो। अनि कहाँबाट सिकेर आउँछ के यिनीहरुले यस्तो चुतिया डान्सहरु। जा पूछ क्या डान्सको नाममा बुक्स र चाक हल्लाउनु भन्दा अरु केही पनि आउँदैन जाठीहरु। नगरम भन्दाखेरि मलाई विश्वास गर म कहिले नि धोका दिदैन भन्छन्। जब आफ्नो सन्तुष्टि प्राप्त हुन्छ तब भन्छन्। मलाई त गर्न मान्यो भने तिमी कति जनासँग गरे होला भन्छन्। अबे पढ़ाई लिखाई में ध्यान लगाओ IAS बनो और देश को संभालो लेकिन नहीं तुम्हारे गाँड में चनूने काट रहा है। नेपालको बुढाहरु बोलाइसक्यो हेर केटा हो 8-9 वर्ष भएको छैन गर्दै हिँडिरहेको छ। अब यो फुचीले धेरै वर्ष भयो 10 वर्ष भयो होला के खालको भिडियो हो यो के भएको आज भोलिको बुढाहरुलाई थुक्क जाँठहरु। हाई गाइस यो सिस्टरले मलाई भन्नुभएको छ हैन तपाई त सेम क्याली जस्तो देखिनुहुन्छ भनेर हैन। अरे बाबा केली फ्रम रत्नपार ठ्याक्कै केरी जस्तै देखेको छ। एकचोटी यो भिडियो हेर त केटा हो क्यारेटिन गर्न आएको छु 5 मिनेट स्याम्पू युज गरेर राख्न पर्छ।
लो अब भन कुन चाहिँ एंगलबाट केली जस्तो देखिरहेछ कपाल केली जस्तो राख्दैमा केली हुँदैन नि बहिनी त्यो माथि 50 वटा फिल्टर लगाएर जबरजस्ती केली बनिरहेछ त जसलाई पनि थाहा छैन केली भनेको को भनेर तिनीहरुको लागि भन्दिम केली एउटा फ्री फायर को इन गेम क्यारेक्टर हो र बहिनीले आफूले उसँग कम्पेयर गरिरहेको छ र यो फोटोमा यो बहिनी र केली बीचको फरक तिमीहरुले देखि नै रहेको छ हेर केटा हो आकाश पातालको फरक छ जाँठा टिकटकमा के गाइज आयो मेरो आलु हरायो भनेर सर्च गरेर हेर्नु त कस्तो भिडियो छ अबे तू थोड़ा सा बहन का लोड़ा क्या हामी किन सर्च गर्नु आफै सर्च गरेर हेर न हैन कति सम्मको नल्ला बेरोजगारी छ हाम्रो यो देशमा लेकिन एक सेकंड साँच्ची तिम्रो त आलु हुँदैन त बहिनी किन सर्च गरेर हेरेको कि बुढाको आलु हरायो र भाई यहाँ पे क्या हो रहा है हैन ब्रेकअप भयो भने खुसीमा नाचेको कि दुःखमा नाचेको अनि के खालको डान्स हो यो तिमीहरुको हाम्रो मर्जी है अनि यो एलिना चौलान पनि बौ लाग्यो के हो धोकेबाज हौ तिमी गीत गाएर बिहे गरेको थियो नेक्स्ट सँग आउने बेलामा त डिभोर्स भइसकेछ तिमीहरुको म्यारिड लाइफ भन्दा धेरै त अरूको रिलेसनशिप ठिक छ हुन त तिमीहरुको आफ्नै प्रब्लम होला भए पनि बिहे गर्नु भन्दा अगाडि त एकचोटी बुझेर सोचेर मात्र बिहे गर्नुपर्छ नि हतारले बिहे गरेपछि यस्तै हो भाइ बाहर निकल मैं तुझे बताऊंगा तू बाहर आ भाई मुझे माफ कर दो यत्रो सानो उमेरमा माया लाएर के पायो रे धोका पाए म्याच नि तँलाई चाहियो बोकासँग लभ गरेपछि धोका नपाएर के पाउँछ त बहिनी बरु धन्न पेट बोकाएर छोडेन छ जाठीहरु पढ्ने उमेरमा लभ गर्दै हिँडिरहेछ अनि धोका पाएपछि दुनियाको अगाडि आएर रन्डी रोना गरेर बस्छ अब के हामीलाई सोधेर गरेको थिइस् ल हामीलाई सुनेराको ब्रेकअप हो भनेर जाठी मात्ने के भनेको क्या बोलूं मैं इस पे वाह दिदीले आफ्नो ट्यालेन्ट देखाइरहेको छ त्यो कपडा पनि फुगालेर बनाएको भए राम्रोसँग देख्थ्यो नि ट्याटु अरूले ढुङ्गोले ठहरै हुने गरी हान्छ तिमीहरु चाहिँ फुल खोजेर बस्छ अब यो कलियुग हो बहिनी यहाँ जस्तोलाई त्यस्तै व्यवहार गर्नुपर्छ सोझो बनेर काम छैन क्या पागल है क्या ए जाठी के बक्चोदी हो यो पहिला खाना खाएर सकाएर भिडियो बनाऊ कि खाना खानु भन्दा पहिला नै बनाउनु पर्ने यिनीहरुलाई खाना खान पनि फुर्सद छैन साँच्चै हतारमा फिल्टर युज गर्ने बिर्सेछ त आन्टी बोल्दा बोल्दै उछिटेको कोइला जस्तो देखिरहेछ अबदेखि भिडियो बनाउँदा चाहिँ फिल्टर लगाउने गर ल नभए फेरि बच्चाहरु तर्सिन्छ टिकटक हेर्ने बच्चाहरु थट पुग्यो केटा हो यिनीहरुको बक्चोदी कहिले पनि खत्म हुनेवाला छैन र आजको लागि यति नै भिडियोलाई यहाँसम्म हेर्दै हुनुहुन्छ भने भिडियोलाई एक लाइक र च्यानलमा नयाँ हुनुहुन्छ भने एक सब्स्क्राइब गरिदिनु होला अनि आफ्नो जति पनि साथीहरु छ सबैलाई शेयर गर्न नभुल्नु होला अनि म छिटै नै नयाँ भिडियोको साथमा आउने छु अहिलेको लागि म पनि गएको बाइ